सर यो रोनाल्डो नाचिरहेछ मेसी नाचिरहेछ केबीबा नाचिरहेछ यो भिडियो कसरी बनाउने भेरी सिम्पल भिगल एआई अथवा डिस्कर्ड भन्ने एपमा गएर हामीले चाहिँ खोलिसकेपछि हामीले साइन अप पनि गर्न सकिन्छ लगइन पनि गरिन्छ त्यसपछि यहाँनिर भिगल भन्ने अप्सन हुन्छ यसमा क्लिक गरिसकेपछि चाहिँ एनिमेट यसमा गइसकेपछि चाहिँ यहाँ तलपट्टि हामीले प्रम्प्ट के लेख्नु पर्ने हुन्छ भने /MIX मिक्स गर्ने बित्तिकै यहाँ इमेज भिडियो ब्याकग्राउन्ड भनेर अप्सन आइसकेको छ इमेज गऱ्यो भने अब हामीले कुन चाहिँ इमेजलाई गर्ने त्यसपछि भिडियो अप्सनमा फेरि हामीले कुन चाहिँ भिडियो राख्ने त्यो भिडियो गइसकेपछि यहाँ माथिबाट पपअप भयो ब्याकग्राउन्डको लागि फ्रम भिडियो भनेको त्यही भिडियोमा भएको ब्याकग्राउन्ड चाहिँ युज गर्न सकियो वाइट भने वाइट ब्याकग्राउन्ड हुने भयो ग्रिन भने ग्रिन ब्याकग्राउन्ड हुने भयो त्यो ग्रिन ब्याकग्राउन्डलाई चाहिँ ग्रिन स्क्रिनमा परिवर्तन गरेर क्यापकटमा गएर कुनै पनि ब्याकग्राउन्डमा हामीले चाहिँ त्यो भिडियोलाई राख्न सक्यो र अहिले जस्ट जुन भिडियो त्यही भिडियोको ब्याकग्राउन्ड यसरी फ्रम भिडियो भनेर क्लिक गरिसकेपछि यसलाई ओके गरिसकेपछि यसले हल्का टाइम चाहिँ लिन्छ त्यसपछि जुन भिडियोमा जसरी नाचेको थियो त्यो फोटो त्यसरी नै नाच्छ अलि नमिल्ला आफ्नो ठाउँमा छ तर हाम्रो अहिले खेपीवाला नचाइरहेको हुन्छ कहिले कसलाई नचाइरहेको हुन्छ त्यतिकै भाइरल भइरहेको हुन्छ ओ फलोवर त कति पाइरहेको हुन्छ तपाईँहरूले पनि अथवा तैँले पनि गर्न सक्छस् यस्तो भिडियो सजिलैसित बनाउनु ल अब रेडी भइरहेछ है त एकैछिनमा भइहाल्छ ल हेरेँ टक्क लगाएर मेरो अघि क्युमा थियो अहिले ठ्याक्क भइहाल्यो मिक्स ब्याकग्राउन्ड फ्रम भिडियो त्यही ब्याकग्राउन्ड यो एकदम भाइरल भएको भिडियो रहेछ यही भिडियोमा चाहिँ त्यही ब्याकग्राउन्डमा चाहिँ मैले मेसीलाई टक्क ट्राई गरेँ लुक एट दिस है फोटो चाहिँ ठ्याक्कै एक्युरेट खालको भयो भने एकदम राम्रो हुन्छ क्या है ल लुक ओके ठिक छ नि त कडा छ एकदम सर हो एकदम सजिलोसित यसरी ग्रिन स्क्रिनमा गऱ्यो भने जुनमा पनि ब्याकग्राउन्ड राख्न सक्यो त्यही भिडियोमा ल्यायो भने त्यही भिडियोको लगायो नत्र भने व्हाइट ब्याकग्राउन्ड पछाडि व्हाइट ब्याकग्राउन्डमा त्यो फोटो टक लगाएर यसरी नाचिरहेको भएन चमत्कार अब तपाईँ बना भाइरल हो ओके ओके सर